नमस्कार सम्पूर्ण लिडर्समा म चक्र राईको तर्फबाट तपाईँलाई शुभ बिहानी र सबैजना सन्चै हुनुहुन्छ र सबैजनाले आफ्नो व्यस्तताको समय विशेष गरेर हामी एउटा ठुलो मिसनमा छौँ। हामी स्वास्थ्य समृद्धि र सुखी जीवन बनाउने एउटा अभियानमा छौँ। त्यसैले गर्दा हामी दिनरात नभनिकन हामी लागिरहेका छौँ। सम्पूर्ण योद्धाहरू, क्रान्तिकारी लिडर्सहरू सबैजनालाई एकदमै हार्दिक बधाई अनि शुभकामना। दिनरात लागि पर्नुहोस्। हामीले नयाँ नेपाल, एउटा विशुद्ध आर्थिक क्रान्ति लिएर र समृद्ध नेपाल, सुखी नेपाललाई हामी अगाडि बढाउनेछौँ। यस क्रममा हामी सम्पूर्ण आरडिजिटिएस ओरेन्ज वर्ल्डवाइड लागि परेका छौँ। आउने दिनहरूमा जति पनि युवाहरू अहिले विदेशिएको अवस्थाहरू छ र अहिले भर्खर पनि म एउटा यात्रा गर्ने क्रममा एउटा 24 वर्षको भाइ +2 गर्ने बित्तिकै उहाँ दुबई आजको फ्लाइट रहेछ। यसरी हजारौँ हजार युवाहरू प्रत्येक दिन प्रत्येक रात नभनिकन विदेशिनु परेको अवस्था छ। यो अवस्थालाई हामी रोक्नको निम्ति नेपालमै प्रत्यक्ष बिक्री व्यवसाय ऐन 2076 अन्तर्गतको युवाहरूको सुनिश्चित भविष्यको निम्ति र स्वास्थ्य समृद्धि र सुखी जीवन नाराको सहित र यो एचिभमेन्ट गर्ने क्रममा नेपालमै हामी एउटा उद्यमी बनेर सारा युवाहरूलाई अगाडि बढाउने लक्ष्यमा छौँ र योजना भइरहेको छ र त्यसमा हजारौँ युवाहरू हामीसँग जोडिसकेका छन्। विदेशीका युवाहरू पनि नेपाल फर्किने क्रम जारी छ र नेपाल सरकारले प्रत्यक्ष बिक्री ऐन अन्तर्गत आज 20+ कम्पनीहरू छ। जो कम्पनीहरूले चाहिँ धेरै युवाहरूलाई स्वरोजगार सँगसँगै उद्यमशीलताको बाटोमा लाने कामहरू गरिरहेको छ। हामी सबैलाई यो सूचना जानकारी गराउँ र ती तमाम युवाहरूलाई हामी देशमै बसेर आर्थिक समृद्धि सँगसँगै हामीले आफू मात्र होइन, आफू सँगसँगै तमाम युवाहरूलाई चाहिँ आर्थिक समृद्धिको बाटोमा हामी लान सक्छौँ। स्वास्थ्य, सुखी जीवन, आर्थिक समृद्धिको जीवन र पुस्तालाई सुरक्षित गरिने एउटा व्यवसाय जो प्रत्यक्ष व्यवसाय छ, यसलाई हामीले अगाल्नुपर्छ र आज राज्य सरकार पनि एकदमै सकारात्मक दृष्टिकोणबाट लागिसकेका छन्। वाणिज्य विभाग लगायतका वाणिज्य मन्त्रीज्यूहरूले पनि यस विषयमा खुलेर बातचित गरिरहेका छन् र सरकारलाई पनि अरबौँ ट्याक्स दिइसकेको अवस्थाहरू छ। यसमा अरबौँको टर्नओभरको व्यवसाय भइसकेको अवस्था छ। करिबन 500 करोडभन्दा बढीको चाहिँ एउटा टर्नओभर भएको खुलासा आएको छ। नेपाल प्रत्यक्ष बिक्री महासङ्घको निर्णय अथवा उहाँहरूको भनाइअनुसार र अरबौँको त ट्याक्स नै तिरिसकेको अवस्था छ। त्यसैले गर्दाखेरि राज्य सरकारलाई पनि राम्रो हुने, स्वदेशमै रहेर युवा स्वरोजगार र उद्यमशीलतालाई बढावा दिने यस किसिमको व्यवसाय एकदमै बिल्कुल नयाँ व्यवसाय हामी सुरु गरिरहेका छौँ र सम्पूर्ण यो भिडियो सुनिराख्नुहुने तमाम युवा वर्गहरूलाई हामी यो आह्वान गर्न चाहन्छु कि हामीसँग जोड्नुहोला। आरडिजिटिएस ओरेन्ज वर्ल्डवाइडसँग जोड्नुहोस् र तपाईँले चाहेको र समृद्धि जीवन, खुसी जीवन, स्वास्थ्यकर जिन्दगी यहाँ पाउन सकिन्छ। हामी त्यसलाई प्राप्तिको निम्ति फुल सपोर्ट गर्नको लागि विभिन्न किसिमका ट्रेनिङहरू आयोजना गरेर हजुरहरूलाई उद्यमशीलताको बाटोमा लैजानेछौँ। सो अन्तमा यही भन्दै नेक्स्ट मिटिङमा अथवा नेक्स्ट भिडियोमा फेरि पनि केही सूचना लिएर आउनेछौँ। हस्त थ्याङ्क यू भेरी मच। शुभ दिन रहोस्, महान दिन रहोस् र महान कर्म गर्नको लागि महान व्यक्तित्व, महान युवा पुस्ताहरू हामीसँग जोड्नु होस् भन्न चाहन्छु। धन्यवाद।